बासु शशी स्मृति परिषदका अध्यक्ष वरिष्ठ सर्जक स्वर्गीय गणेश शशीप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्छु। आज 10औं दिनको दिन बासु शशी स्मृति परिषदले यो दुःखद कार्यक्रमको आयोजना गर्यो र आजको दिन भनेको उहाँलाई सम्झिने हो, उहाँका योगदानलाई स्मरण गर्ने हो, उहाँका योगदानको चर्चा परिचर्चा गर्ने हो र श्रद्धाञ्जली व्यक्त गर्ने दिन हो। त्यसो त बासु शशी स्मृति परिषदले कहिले परशु प्रधानज्यूलाई विदा गर्यो। केही अगाडि यसका पूर्व अध्यक्ष कृष्ण जोशीलाई विदा गर्यो र यसरी नै शोक सभा मनाएको थियो। म त्यो स्मरण गर्छु। कवि ठाकुर बेलवासीले अघि कविता पढ्नुभयो जुन त्यो कविता योभन्दा अर्को पुरानो डालो छ। अर्को पूर्वी गेट अगाडि गणेश दाई हामीहरू बसेको बेलामा उहाँले त्यो कविता त्यति नै बेला वाचन गर्नुभएको थियो र गणेश दाईले फिल्मकै साथ दिनुभएको थियो। त्यो सम्झिन्छु। गणेश दाईलाई यति बेला धेरै गुमाउने, छोरीले त गुमाउने नै भयो। बेलायतदेखि कैयौँ पटक यो बिचमा ओडदोड गर्नु पर्यो। त्यो पीडा छँदैछ, उहाँको परिवारले गुमाएको पीडा छँदैछ। यहाँ सन्तोष भाइलाई म देखिरहेको छु। सन्तोषले साँच्चै गणेश रसिकलाई एउटा छोराले जस्तै स्याहार गरेको छ। म यति बेला सन्तोषलाई धन्यवाद पनि ज्ञाप्नुपर्छ। अति नै गरे हो। र यहाँ श्याम प्रधानदेखि लिएर धेरैजना जो हामी एउटा परिवार जस्तो भएर बसेको थियौँ, ताइले यो बिचमा पनि बिरामीको बिचमा पनि बिहान रगत दिन आउनु पर्थ्यो, फेरि दिउँसो दिनु पर्थ्यो। 2-4 घन्टा ती डालोमै पुरानो डालोमा सुतेर बस्नुहुन्थ्यो। यो नयाँ डालो त म हेर्छु भनेर पनि आउनु भएको थियो र उहाँलाई साह्रै मिठो माछा लाग्थ्यो। उहाँ माछा मगाउनुहुन्थ्यो। इलाममा म धेरैचोटि त्यो घरमा पुगेको छु। इलामको लाप्चा जातिको दरबार भएको ठाउँको छेउमा उहाँको घर थियो र त्यही फिक्कल एफएम पनि उहाँले स्थापना गर्नुभयो। त्यो फिक्कल एफएम मार्फत नेपाली गीतहरूलाई त्यहाँबाट पारिपट्टि सजिलैसँग फिक्कल एफएम टिप्थ्यो र नेपाली गीतलाई स्थापित गर्नलाई त्यो फिक्कल एफएमले धेरै योगदान गरेको छ। आयातित गीतहरूलाई स्थापित गर्नुमा त्यसले योगदान गरेको छ। फेरि यो उहाँको अर्को बाटो छ। एकताका त हामी केही साहित्यकारहरू इलाम पुगेका थियौँ। एउटा कार्यक्रममा मन्जु र बेन्जो काँचुरी पनि पुग्नुभएको थियो हामीसँगै। र पुराना कुराहरू दाइलाई यति थाहा रहेछ कि बेन्जो शर्मा युनिभर्सिटीको क्विन हुँदो रहेछ भनेर त्यसरी एउटा उहाँले त्यो रहस्य गाँचो पनि गर्नुभएको थियो। त्यति बेला एउटा चर्चा थियो। र त्यति मात्र होइन, गणेश ऋषि भारतको खास गरेर दार्जिलिङ, सिक्किम, खरसाङ, सिलगढी, आसाम त्यो एरियाको लागि एउटा पुलको काम पनि गर्नुहुन्थ्यो। उहाँले त्यताका कार्यक्रमहरूमा जाने, सहभागिता जनाउने, आफ्नो उपस्थिति जनाउने, उताका साथीहरूलाई पनि यता बोलाउने। मन लाग्छ उहाँको घरमा धेरै सर्जकहरू पुग्नु भएको छ, बासै बस्ने गर्थ्यो। अरूभन्दा पनि उहाँको विशेषता अर्को के थियो भन्दा घरमा आउने पाहुनालाई केही न केही नखुवाइकन नपठाउने। मैले सम्झिन्छु यो भतिजले पनि धेरै दुःख गरे सन्तोषले। उहाँको बुहारीले पनि त्यति नै तल कतिजना आएछ माथिबाट खाजा दाइको आदेश अघि भइसकेको हुन्छ ल्याइहाल्ने। त्यो एउटा विशेषता थियो। कति चाहिँ अब चियामै टार्नु न भन्ने खालको हुन्छ, त्यो पटक्कै उहाँमा थिएन। आँपको सिजन छ भने आँपमा गउने, माथि छतमा बसेर काटेर खाने, या अरू सिजन छ भने अरू, यो सबै उहाँको विशेषता थियो।
र अघि गुरुदेखि अरू लोचनज्यूले पनि जुन भन्नुभयो, उहाँलाई पीडा हुँदाहुँदै पनि यो मान्छे कसरी हाँस्न सक्छ भनेर प्रद्युम्नजी हामीलाई लागिरहन्छ। हामी सानो दुःख पऱ्यो भने आत्तिन्छौँ, साथीभाइलाई गुहार्छौँ, भन्छौँ, रुन्छौँ, कराउँछौँ, तर खै उहाँले त कहिले गुनासो गर्नुभएन। अझ पछिल्लो पटक त एउटा स्वाभिमानी शब्द लेखेर सन्ता नउठाउनुसम्म भन्नुभयो। किनकि यो रोग कस्तो रहेछ भने तपाईँ हामीले करोडौँ करोड खर्च गर्छौँ, तर अन्तिममा हामी उही माथि जान्छौँ। निको हुन गाह्रो रहेछ। केही समय बचाउन सकिन्छ, छोरीले गर्दा, परिवारले गर्दा, साथीभाइ केहीको सहयोगले गर्दा पनि यो 2.5 वर्षको जीवन उहाँले बिताउनु भयो, पाउनुभयो। तर 3 दिन अगाडिको म सम्झन्छु, त्योभन्दा चौथो दिन अगाडि त हामी केही साथीभाइहरू पुगेका थियौँ, रमाइलोसँग बस्यौँ, गफसफ गऱ्यौँ। 3 दिन अगाडि जुन दिन गीतकार सङ्घले अन्तिम पुरस्कार उहाँलाई दिएको थियो 1,56,000 रुपियाँ कि 55,000, त्यो उहाँ आउन सक्नु भएन र त्यो घरैमा हस्तान्तरण गरिरहेको थियो। उहाँले त्यति बेला पनि अब साथीभाइ आउँदैछन् भनेर एकदमै चिटिक्क परेर टोपी सोपी लाएर उज्यालो अनुहार पारेर बस्नु भएको थियो, खुसी भएर। म त्यो सम्झिन्छु। 3 दिनपछि त्यो मान्छे त्यो अवस्थामा पुग्छ जस्तो लाग्छ मलाई। अरूभन्दा पनि पीडा पचाउन सक्ने एउटा अजीबको प्राणी हुनुहुन्थ्यो। अब हुन त उहाँको बाजेले प्रथम विश्वयुद्ध लडेको भनिन्छ, बुलुलाई थाहा होला त्यो। म त बुलुले भन्छ जस्तो लाग्थ्यो। एउटा परिवारको श्रृङ्खला हेर्नुहोस् न, त्यो परिवारदेखि यहाँसम्म आउँदाखेरि अघि भाइहरू गुमाएको, भाउजूलाई त स्तन क्यान्सरै भएको थियो, त्यसबाट बस्नुभयो, फेरि कोभिडले लग्यो, त्यो पीडा होस्, या त्योभन्दा अगाडि त्यही फिकलमा छोरा गुमाउनुको पीडा होस्, यो सबै पीडा त सँगै छँदै थियो उहाँलाई। तर पनि मलाई लाग्छ त्यो इलामको हरेक गाउँमा गएर उहाँले हार्मोनियम बोकेर रात बिताएको ठाउँ नै छैन होला, धेरैवटा कार्यक्रम। त्यो अर्को विशेषता थियो उहाँको। त्यो त कसैले रेकर्ड गरेन, उ गरेन। त्यस कारणले गणेश दाइलाई आज बासु शशी स्मृति परिषदले एउटा सम्झने काम मात्र गरेको हो। आज भविष्यमा उहाँलाई चिरस्थायी बनाउनको लागि तपाईँ हामीले केही सोच्नुपर्छ जस्तो लाग्छ मलाई। यद्यपि उहाँका गीतहरूले, 1 दर्जनभन्दा बढी उहाँका कृतिहरूले उहाँलाई बचाइराख्नेछ। र फेरि पनि म श्रद्धेय गणेश शशीप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्छु र बिदा हुन्छु। धन्यवाद।